राति सपनादेखि अलिकति मनमा चिसो पर्यो। त्यस कारणले म यो निवारण गर्नको लागि चाहिँ म यो पञ्चायती व्यवस्था भन्ने कुरो मैले स्पष्ट जान्न सकिनँ। पञ्चायत भनेको ग्राम पञ्चायत भनेको चाहिँ जनताको असली नजिकको सरकार हो। नजिकको सरकारले कुरा बुझ्नुपर्ने। पञ्चायत त गाउँघरमा किन खडा भयो, जनताले विचार गर्ने बेला अब आयो। एकै भोटले हार जित हुन्छ अब धेर, कसलाई भोट दिनुपर्ने आफै विचार गर भनी भोट माग्यो। भोट मागेर चाहिँ जब पञ्चायत बनियो, पञ्चायत बनिसकेपछि कसैले पनि अब यो पञ्चायतलाई बुझ्न सकेन। न त जनताले पञ्चायतको कानुन बुझ्यो, न त पञ्चायत समिति या ग्राम पञ्चायत सदस्य उहाँहरूले नै नयाँ भयो। नयाँमा कसैले बुझ्न सकेन। बल्ल बल्ल आएको पञ्चायती व्यवस्था हाम्रोमा। तर मैले पहिले सुन्दाखेरि पहाडमा के हुँदै थियो, 250 भोटरमा एक क्यान्डिडेट हुन्थ्यो, एक मेम्बर हुन्थ्यो। अब उहाँहरूलाई थोरै इलाका हुन्थ्यो, उहाँहरूले राम्ररी सुचारूले चलेको थियो, पहिला देखेको कुरा भएको कुरा। तर अहिले त कसरी कुन कानुनले त्यो 250 को एक मेम्बर हुन्थ्यो, कुन कानुनले चाहिँ फेरि 750 पुग्यो, 600-700 पुग्यो, 750 कानुन पुग्यो। अब फेरि यो हाम्रो निरपानीमा 4टा मेम्बरको जग्गा के अरे 2टा बुथ मात्रै कसरी भयो? मेम्बर चाहिँ 4टा, बुथ चाहिँ 2टा मात्रै। अब सरकारी फेसिलिटी केही पाउनु पर्नेमा चाहिँ 2टाको पाउने, मेम्बर चाहिँ 4टा। अब यसमा पनि जनताले बुझ्न पाएन, मैले पनि बुझ्न पाइनँ। अब अनभिज्ञ भयो। यसमा बुझाउनेवाला पञ्चायतहरू भोट लिएका दिनदेखि अब नेताहरू, मुख्य कुरो यहाँका सम्पूर्ण विभिन्न दलका नेताहरूले उम्मेदवार उठाउनुहुन्छ। उम्मेदवार उठाएर जनताले भोट माग्नुहुन्छ। त्यस पछाडि नेताहरूको त मुख दर्शन गर्न पनि पाउँदैन, देख्न पनि पाउँदैन नेताहरूबाट केही। फेरि अर्को भोट आउँछ, कुनै पनि भोटको बेला मात्रै नेताहरू देखा पर्ने। जनताले त केही पनि बुझ्न पाएनन्। अनि यस्तोमा जनताले बुझ्न पाएनन्। खास गरी पञ्चायतको कानुनको विषयमा भन्छु, अरू कानुन त म हाइकोर्टसम्म पनि केस लडेको यही निरपानीको जमिनमा, त्यस कारणले अलिअलि बुझेको छु। पञ्चायतको खुद मैले बुझ्न सकिनँ, जनतालाई पनि बुझाउन सकिनँ। जनता अनभिज्ञ छन्। जनताले पाउनुपर्ने अधिकार के हो? 4टा मेम्बरको जग्गामा 4टै बुथको फेसिलिटी पाउनुपर्ने हो, जनताले पाउनुपर्ने। त्यो चाहिँ 2टाको मात्रै हुँदैछ। अब एउटा बुथलाई चाहिँ 2टा गाउँको इलाकाको एउटा बुथ भएको थियो हाम्रोमा, भानुग्राम र तोरीबारीको। तोरीबारी र भानुग्रामकोमा पनि यो जुन चाहिँ आफ्नो गाउँ आफै सुधार्ने गरेर बनाउनु भनेको ठाउँमा यो पनि उल्टापाल्टा काम भयो। अब जनताले बुझेको छैन के हो, एकैचोटि खोज्ने। जनता पनि अनभिज्ञ, अनजान। अब मेम्बरहरू पनि त्यस्तै। अब यहाँ झोइ झमेला मात्रै बढ्ने। यसको कारण फेरि अहिले त म सुन्दैछु अब त्यो जस्तै पनि पञ्चायत भनेको कुनै पनि, यो निरपानीको मात्रै होइन, च्याङ्गा पञ्चायत मात्रै होइन, जुनै पञ्चायतमा पनि सही बुझाउने कोही पनि छैन। अनि कसरी के पाउने यो पनि थाहा छैन। बुझ्ने र बुझाउनको खाँचो पर्यो। यो जनताले बुझ्न पाओस्, बुझाउने पनि होस्। अनि के भने अब नयाँलाई जानेकै छैन, एकैचोटि सिक्दै आधा उमेर त गइगयो, आधा समय बितिगयो। अब आधा समय बितेपछि अब फेरि परिवर्तन ल्याउने, अब के गर्ने हो? अब त पहिला त जनताको हातमा थियो, अहिले त 18जना सदस्यले कसलाई बनाउनु पर्ने हो? अब ग्राम पञ्चायतमा 18जना सदस्य हुनुहुन्छ। 18जना सदस्यले पनि राम्रो विचार गर्नुहोस्। के अरे अब फेरि अर्को खडा गर्दा पनि सिक्दै जान्छ। जनताले त कहिले चाहिँ यहाँको सरसुविधाहरू जनताले पाउने? अब फेरि पञ्चायत समितिमा पनि त्यस्तै, पञ्चायतमा पनि त्यस्तै। नयाँमा काम हुन सकेको छैन। जो पाउने अधिकार पाउन सकेको छैन। अब उपर महलबाट आउँदैन र हो कि यहाँबाट नदिएर हो कि? अब एउटा सानो कुरा आउँदा पनि
हारालुस यहाँ हुने, झैझगडा हुने, दोषादोष नगरेर सही कुरो चाहिँ कुन कुनमा कति कति पाउने हो सरकारबाट यो चाहिँ भइदिएदेखि हुन्थ्यो। यो जान्न पाएन, जनताले जान्न पाएन, खुद मैले पनि बुझ्न पाइनँ। अनि यसमा अनभिज्ञ भएको कारणले म चाहिँ सबै अहिलेको 18जना सदस्य हुनुहुन्छ पञ्चायतमा, पञ्चायत समितिमा 15जना सदस्य हुनुहुन्छ। तपाईँहरूले जनतालाई के भन्नुहुन्छ, के भनेर भोट माग्नुभयो, आज तपाईँहरू के गर्दै हुनुहुन्छ, तपाईँहरूको यो चरित्र चाहिँ छर्लङ्ग दृष्टाङ्ग देखाइदिनु पर्यो, जनताको अधिकार चाहिँ दिलाइदिनु पर्यो। अनि भन्दै म चाहिँ तपाईँहरू सदस्यवर्गहरू ग्राम पञ्चायतमा 18जना हुनुहुन्छ अनि पञ्चायत समितिमा 15जना हुनुहुन्छ। तपाईँहरूले कुन दिशामा लानेर जनतालाई के दिने, जनतालाई दिएको आश्वासन पुरा गर्ने कि अधुरो राख्ने तपाईँहरूकै विचार हो भन्दै म चाहिँ पञ्चायत ऐन कानुन के छ यो जनतामा बुझाबुझ हुन पाओस् भनेर म अनुरोध गर्दछु। धन्यवाद। ध्रुव कोइराला, निपने बस्ती निवासी, त्यहाँका ग्राम पञ्चायत मेरो पञ्चायत समिति समक्ष मात्रै म यो पुकारा गर्दैछु। धन्यवाद। तपाईँहरूलाई जे जस्तो लागे पनि मेरो वक्तव्य यतिमै आजलाई। मेरो वक्तव्य भन्न मेरो भुल भयो, मेरो रिक्वेस्ट हो, यो सोधनी गरेको हो मैले। तपाईँहरूले रिसानी माफ गरेर पनि जनतालाई चाहिँ कुन दिशामा लानुहुन्छ त्यो खुलस्त पारिदिनुहोस् र जे पाउनुपर्ने सरकारबाट हो त्यो चाहिँ दिलाइदिनुहोस् भन्दै म अनुरोध गर्दै आशा भरोसा गर्दै आजलाई मेरो बोली यतिमै रोक्दछु। धन्यवाद। ध्रुव कोइराला। कति मिनट?